उहाँ बोल्ने प्रधानमन्त्री होइन, काम गर्ने प्रधानमन्त्री हो भनेर भन्छन् नि त मान्छेहरूले। त्यो ढङ्गले आइराखेको छ त विषय। उहाँ हिजो महानगरमा पनि नबोली खुरु काम गर्नुभयो। आज देशको प्रधानमन्त्री पनि उहाँ बोल्नुहुन्न, कहिलेकाहीँ स्ट्याटस फाटो लेख्नुहुन्छ, तर नबोली धेरै काम गर्ने प्रधानमन्त्री हो भनेर भन्छन् नि त मान्छेहरूले। तपाईँ 4-5 वर्ष काठमाडौँमै पत्रकारिता गर्नुभयो। गरे हो। मेयर बालन शाह मेयर हुँदै गर्दाखेरि तपाईँ काठमाडौँमै हुनुहुन्न रहेछ। हो। उहाँ मेयर भइसकेपछि तपाईँ त पत्रकारिताको हिसाबले पनि विभिन्न ठाउँमा कार्यक्रमहरूमा खिच्न जाने क्रममा, भेट्न जाने क्रममा हिँड्नुभयो, काठमाडौँ देख्नुभयो, बालन शाहले विकास गरेको पनि देख्नुभयो। 2 ठाउँ बालन शाहले काठमाडौँमा 2 ठाउँ देखिने विकास मलाई भनिदिनुहोस् त। मैले चाहिँ देखिनँ है। म पनि 4-5 वर्ष यहीँ छु होइन। तपाईँ होइन तपाईँलाई मैले प्रश्न गरेँ, तपाईँ नेपाली जनता पनि हो। तपाईँले मलाई यति भनिदिनुहोस्, मैले नदेखे नि हुनसक्छ नि त, मेरो गल्ती पनि हुनसक्छ कि मैले नदेखेको पनि हुनसक्छ। तपाईँले भनिदिनुहोस् देखिने काम बालन शाहले यो चिज चाहिँ काठमाडौँमा थिएन है। मेयर बालन शाह हुनुभन्दा अगाडि यो परिवर्तन गरे। तपाईँले 2टा काम मात्रै भनिदिनुहोस् देखिने काम। होइन उनले होइन भन्नुहोस्, तपाईँले भन्नुहोस्। उहाँले गरेको काम भने चाहिँ अब एउटा महानगर हुँदाखेरि निःशुल्क एम्बुलेन्स सेवा के जस्तो बिरामीहरूलाई हस्पिटल लानुपर्ने त्यो, अनि विद्यार्थीहरूलाई अलिकति छात्रवृत्ति दिने कुराहरूमा अलिकति कोटा बढाउनु हो भन्ने कुरा। अर्को चाहिँ अब यो सार्वजनिक जग्गा अतिक्रमण बनाएका संरचना भत्काउने र राज्यको स्वामित्व ल्याउने काम, त्यति त गर्नुभयो नि होइन र? विकास होइन त्यही हो काम उहाँको, त्यही हो उहाँको काम। अरू केही काम छैन। त्यति नै काम गर्नुभएको। 24 अर्ब वार्षिक बजेट थियो, त्यसले अरू देखिने काम केही भयो? काठमाडौँ हराभरा सफा सुग्घर बनायो भनेर भन्छन् त मान्छेहरूले। हराभरा छ आज देख्नुहुन्छ? सफा सुग्घर फोहोर व्यवस्थापन राम्रो भयो बालेनको पालामा। फोहोर व्यवस्थापन त कस्तो गर्नु भएको रहेछ? बन्चरे डाँडाका जनता आन्दोलित थिए त अस्तिसम्म पनि थिएन। उहाँले त इन्टरभ्यूमा त केसम्म भन्नुभएको रहेछ भन्दा मेयर हुनुभन्दा अगाडि धुलोमा भएको हावामा भएको धुलो पनि नियन्त्रण गर्न मिल्छ। त्यो पनि एउटा मेसिन हुन्छ, त्यसले हावा सफा गराउन मिल्छ। एउटा इन्टरभ्यूमा भन्नुभएको रहेछ। एयर क्वालिटी चाहिँ होइन तपाईँले सुन्नुभयो। 5 वर्ष भयो, 3.5 वर्ष, 5 वर्षमा भए सम्भव छ? कहाँ 5 वर्ष लाग्छ? वर्ष दिनको काम होइन त्यो भन्नुभएको रहेछ। त्यो भयो थियो भएको छ अहिले काठमाडौँमा। उहाँले मेयर हुनुभन्दा अगाडि काठमाडौँ महानगरसँग जोडिएको गाउँहरूमा, जिल्लाहरूमा सम्मेलन गरेर यहाँको फोहोरबाट अर्ग्यानिक मल बनाउने, मल चाहिँ सम्बन्धित जिल्लाहरूमा हस्तान्तरण गर्ने, त्यहाँ चाहिँ अर्ग्यानिक तरकारी उत्पादन गर्ने र त्यो अर्ग्यानिक तरकारी चाहिँ काठमाडौँको बजारमा बिक्री वितरणको लागि सहज गर्ने र उपभोक्ताहरूले, काठमाडौँका जनताले अर्ग्यानिक तरकारी खान पाउने र यो फोहोरलाई मलको रूपमा परिणत गर्ने, त्यो पनि उहाँले भन्नुभएको थियो। कहाँ त्यो प्रोजेक्ट परिचालन भएको छ? कहाँ सञ्चालन भइरहेको? होइन सुरु हुँदै थियो होला। उहाँ ठ्याक्कै यता प्रधानमन्त्री आउनुभयो। प्रधानमन्त्री भएछ झन् सजिलो भयो होला गर्न। 51-52 दिन भइसक्यो। हो 1.5 महिना 2 महिना हुन्ला भनेपछि उहाँले विकास गर्नुभयो, यो गर्नुभयो, भयङ्कर गर्नुभयो भन्ने कुरामा के चाहिँ भयङ्कर गर्नुभयो त्यो भन्न पर्यो।